नमस्ते। तौल घटाउने कुरा आउने बित्तिकै यति धेरै जानकारी हुन्छ कि कुन सही कुन गलत छुट्याउनै गाह्रो, होइन त? आज हामी यही कुरालाई एकदमै सरल र प्रभावकारी तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। दिगो रूपमा स्वस्थ तरिकाले तौल कसरी घटाउने। ल सुरु गरौँ है त। हो, यो नै हो आजको हाम्रो सबैभन्दा ठूलो प्रश्न। कसरी स्वस्थ र दिगो तरिकाले तौल घटाउन सकिन्छ? यो यात्राको अन्त्यसम्ममा हामीसँग तौल व्यवस्थापनको लागि एउटा एकदमै स्पष्ट रोडम्याप तयार हुनेछ। ल, अब सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण कुराबाट सुरु गरौँ। त्यो हो सन्तुलित आहार। आखिर हामी आफ्नो शरीरमा के हाल्छौँ त्यसले नै त हो सबैभन्दा ठूलो फरक पार्ने। यहाँ हेरौँ त, तौल घटाउनु भनेको भोकै बस्नु होइन, बरु के खाने र के नखाने भन्ने कुरा बुझ्नु हो। एकातिर छन् जङ्क फुड, धेरै चिल्लो र चिनी, जसले क्यालोरी त दिन्छ तर शरीरलाई चाहिने पोषण चाहिँ शून्य। अर्कोतिर छन् दाल, हरियो सागसब्जी, फलफूल, सलाद। यिनीहरूले शरीरलाई ऊर्जा पनि दिन्छन् अनि पेट पनि टन्न भरिएको महसुस गराउँछन्। छनोट एकदमै स्पष्ट छ, होइन र? खानाको प्रकार त भइहाल्यो। अब केही बानीहरूको कुरा गरौँ, जस्तै सेतो भातको साटो गहुँको रोटी वा ब्राउन राइस खान थाल्यो भने यसमा फाइबर धेरै हुने भएकोले पाचनलाई एकदमै राम्रो गर्छ। अनि पानी, दिनमा कम्तीमा 2-3 लिटर पानी पिउनै पर्छ। यसले हाम्रो मेटाबलिजमलाई, मतलब शरीरको क्यालोरी बाल्ने प्रक्रियालाई तेज बनाउँछ। र अर्को महत्त्वपूर्ण कुरा, पोर्सन कन्ट्रोल, मतलब एकैचोटि धेरै नखानु, खानाको मात्रामा ध्यान दिनु। यो बानीले मात्र पनि ठूलो फरक पार्छ। ल, खानाको कुरा त भयो। तर के राम्रो खानाले मात्रै पुग्छ त? पुग्दैन। जब हामी यसमा नियमित व्यायाम पनि जोड्छौँ नि, तब परिणाम साँच्चै जादुमय हुन्छ। अब हाम्रो दोस्रो महत्त्वपूर्ण पाटो, यानि व्यायामको बारेमा कुरा गरौँ। अनि व्यायाम भन्नासाथ जिम नै धाउनुपर्छ भन्ने पनि छैन। हेर्नुस् त, कति सजिलो विकल्पहरू छन्। सुरुवात गर्नको लागि दैनिक 30-45 मिनट फटाफट हिँड्नु मात्र पनि काफी छ। अलिकति जाँगर चल्यो भने दौड्ने, साइकल चलाउने वा डोरी खेल्ने जस्ता कार्डियो गर्न सकिन्छ। र यदि बाहिर जान मन छैन भने घरमै बसेर योग वा स्ट्रेचिङ गर्दा पनि शरीर एकदमै फुर्तिलो र तनावरहित बन्छ। ओके, खाना र व्यायाम त दुई मुख्य स्तम्भहरू भए, तर कथा यतिमै सकिँदैन। तौल व्यवस्थापन भनेको त एउटा समग्र जीवनशैली अपनाउनु हो। हाम्रो सासाना दैनिक बानीले पनि यसमा निकै ठूलो भूमिका खेल्छ। यो नम्बर हेर्नुस्, 7 देखि 8। यो के हो? यो हो हामीलाई हरेक रात चाहिने निद्राको घण्टा। निद्रा पुगेन भने शरीरले आफूलाई मर्मत गर्न पाउँदैन। अनि सबैभन्दा खराब कुरा के हुन्छ भने भोक लगाउने हर्मोनहरू गडबड हुन्छन्। अनि के हुन्छ? जङ्क फुड खान मन लाग्छ अनि तौल बढ्छ। त्यसैले राम्रो निद्रा एकदमै जरुरी छ। अनि अर्को कुरा हो तनाव। तनाव र तौलको त सिधा सम्बन्ध छ। जब हामी धेरै स्ट्रेस लिन्छौँ नि, शरीरले एउटा हर्मोन बनाउँछ जसले पेटको वरिपरि बोसो जम्मा गर्न थाल्छ। त्यसैले तनावलाई कम गर्नु भनेको पेटको बोसो कम गर्नु जस्तै हो। यो एउटा एकदमै सरल तर शक्तिशाली नियम हो, राति ढिलो खाना नखानु। यसो गर्दा हाम्रो पाचन प्रणाली र निद्रा दुवैलाई असर गर्छ। एउटा सामान्य नियम बनाऊ, सुत्नुभन्दा कम्तीमा 2-3 घण्टा अगाडि नै डिनर सक्ने। ल, हामीले खाना, व्यायाम र जीवनशैलीका अरू पक्षहरूबारे पनि कुरा गर्यौं। तर एउटा यस्तो चिज छ जसले यी सबैलाई एकसाथ बाँध्छ र सफल बनाउँछ। त्यो के होला? हेर्नुस्, ठुल्ठुला परिवर्तन मात्रै चाहिन्छ भन्ने छैन। कहिलेकाहीँ यस्ता साना बानीले पनि ठूलो मद्दत गर्छ। जस्तै दिनको सुरुवात 1 ग्लास मनतातो पानीमा कागती निचोरेर पिउँदा यसले मेटाबलिजमलाई किक स्टार्ट गर्छ। अनि यो कुरा फेरि दोहोर्याउँछु किनभने यो एकदमै महत्त्वपूर्ण छ। हरेक पटक खाना खाँदा आफ्नो प्लेटमा कति खाना छ त्यसमा ध्यान दिनै पर्छ। र अन्तमा सबैभन्दा ठूलो रहस्य यही हो। एक दिन 10 किलोमिटर दौडिएर 1 हफ्ता सुत्ने होइन, बरु हरेक दिन थोरै थोरै तर लगातार प्रयास गरिरहनु नै सफलताको सबैभन्दा ठूलो साँचो हो। निरन्तरता नै सबै कुरा हो। एउटा कुरामा चाहिँ स्पष्ट हौँ है, हामी रातारात चमत्कार खोजिरहेका छैनौँ। हप्तामा आधा केजीदेखि 1 केजीसम्म तौल घट्नु भनेको एकदमै स्वस्थ र दिगो लक्ष्य हो। यसले हाम्रो शरीरलाई पनि विस्तारै बानी पार्न समय दिन्छ। ल, अब यो सबै जानकारीलाई व्यवहारमा उतार्ने बेला भयो।
सबै कुरा एकैपटक सुरु गर्नुपर्छ भन्ने छैन, मात्र एउटा सानो कदम। सोच्नुस् त, आजबाट सुरु गर्न सकिने त्यो पहिलो सानो परिवर्तन कुन होला?